under the boughs where the shadows play. The wind hums soft. Hey guys, good morning, good morning. ल हामी आजको लागि लङ टुरमा जाँदैछौँ है। ठ्याक्क हामी अहिले आइयो भनेपछि यो गङ्गापुचोक भयो हैन। अब हामी रिङ रोड हुँदै जनकपुरसम्मको यात्रा, ट्राभल टु जनकपुर है त। आज कस्तो हुँदैछ बीपी हाइवे पनि चेक गर्दैछौँ। अगाडिपट्टिको ठ्याक्क सामखुसी चोकको त्यो सिटी स्क्वायर भइहाल्यो हैन। गाइस यो चाहिँ महाराजगञ्ज है, चक्रपथ बाटो यस्तो छ, बन्दै छ साइडमा है। आहा बिहान बख लास्टै चिसो क्या। बाटो चाहिँ लास्टै टाइम चाहिँ डह्रो लाग्दो रहेछ यार। यो धेरै भयो बनाउनु लाग्यो है। अझ पनि बल्ल तिनकुने चोक है क्या। यो चाहिँ तिनकुने चोक हो है। आहा बनाउन त बालनले दामी बनाखाने पहिला यस्तो पित्री बनाएर छोडेको थियो काठमाडौँलाई नेताहरूले है। बालेन आएदेखि चाहिँ यस्तो सफा सुग्घर होइन, लाइटिङदेखि ल्याएर सारा डेकोरेसन के टाइमिङ गराएको थियो होइन। गाइस यो बाटो चाहिँ ठ्याक्क राइट लाउनुपर्छ है। यो गेट छ होइन, यो गेटबाट चाहिँ राइट लाउनुपर्छ। फेरि सिधै स्ट्रेट गयो भनेपछि चाहिँ उता के अरे नगरकोटतिर दिन्छ। के हो यार, ठ्याक्कै बिचमा आएर रोकिदिएको छ त मोरा। अब हामी यो बाटो नछोडिकन सिधै गयो भनेपछि ठ्याक्कै बनेपाको चोकमा निस्किन्छ। धुलो खानु परेन नि त होइन। हामी ठ्याक्कै है केटा बनेपा तिन्दो बाटो चोक भन्दा तिन्दो बाटो चोक है। अब हामी यहाँबाट चाहिँ लेफ्ट लाग्छौँ। राइट लाग्यो भनेपछि साँगा हुँदै काठमाडौँ पुगिन्छ भनेपछि हामी यहाँबाट चाहिँ लेफ्ट लाग्यो है त। है त यस यसरी बन्दैछ है बाटो है बनेपा बजारमा। गाडी तर्ने आउँदैन यसरी। अनि के बाटो बनाउने टाइमै हुँदैन यहाँ। गाडी रोकेर बाटो बनाउने भने बल्ल छिटो बन्थ्यो होला। यसरी बन्दैछ है बाटो। 6 लेनको बाटो होइन। यो बाटो बनिसक्ने हो भनेपछि त यस्तो दामी हुन्थ्यो होला है। तर धुलीखेल बनेपाका मान्छेले लास्टै दुःख पाखा यो बाटोले गर्दाखेरि। अझ बनिसकेको छैन, अब कहिलेसम्म चाहिँ बन्ने। लगाइज हामी फाइनल्ली है धुलीखेलको बजारमा आइयो भनेपछि अब हाम्रो यहाँको राइटबाट गयो भनेपछि बीपी हाइवे सुरु भयो है। यहाँबाट हाम्रो यहाँबाट अगाडि गयो भने दोलाघाट पुगिन्छ भनेपछि हामी तराईतिर लागियो। अब भक्तपुर धुलीखेलको बाटो सकियो होइन। अब बीपी हाइवेको यतातिर बगाएको बाटो छ नि त। बीपी हाइवेको कन्स्ट्रक्सन सुरु हुन्छ अब यहाँ। अब यो चाहिँ यहाँसम्म चाहिँ राम्रै हो बाटो होइन। अब भकुण्डे बेसीसम्म चाहिँ राम्रै छ होला बाटो। त्यहाँबाट तल जाने भनेपछि अब त्यो रोसी खोलाले बगाएको बाटो छ नि त। अब त्यो 20 किलोमिटर 20-25 किलोमिटर जति चाहिँ फुल्ली अफरोड छ। लगाइस हामी आइयो भन्ज्याङ, काप्रे भन्ज्याङ भन्छ यसलाई होइन। हाम्रो यसको राइटबाट जाने माथितिर जाने हो भनेपछि ट्याक्क हामी नवबुद्ध पुगिन्छ होइन। मामाहरूको चेकिङ पनि छ होइन। अब हामी चाहिँ यहाँबाट सिधै भकुण्डे बेसी लाग्यो है त। भकुण्डे बेसी यहाँबाट 14 किलोमिटर बाँकी छ। आजको मौसम चाहिँ यस्तो छ है। त्यो अगाडिपट्टि देखेको चाहिँ त्यो पाँचखाल बजार हो होइन। हिमालहरू पनि दामी देखिन्छ यहाँबाट। रेन्ज होइन, गौरीशङ्करको रेन्ज हो यहाँबाट देखिने हिमालहरू। आज चाहिँ कुहिरो लागिरहेछ बादल, त्यही भएर खासै देखेको छैन यो गाइज। ल हामी कुन ठाउँमा छौँ है, गेस है गेस। यु गाइज गेस। ल गाइज हामी चाहिँ भकुण्डे बेसी आइसक्यो है। काभ्रे प्लान्चोकको भकुण्डे बेसी। भकुण्डे बेसीबाट ल मामाहरूको चेकिङ पनि छ यहाँ है। स्लो डाउन गर्नुपर्छ यहाँबाट ठ्याक्कै। अब हाम्रो नेपाल थोक चाहिँ 30-32 किलोमिटर पर्छ होइन। अब यहाँबाट रोसी खोलै खोल जानुपर्छ क्या। रोसीले बढारेको छ बाटो यहाँबाट तल। अब बनाउन पनि लाग्छ नि त अहिले। त्यसले गर्दाखेरि अबको अफरोड भनेको 20-25 भन्ने त्यस्तै किलोमिटर छ। लगाइज यहाँबाट सुरु भयो है अफरोड। 2 दिनको पानीले होइन घर चाहिँ उहाँ रोडको उहाँ खोला पारी पुऱ्याइदिएको छ। अहिले चाहिँ यहाँ धमाधम काम हुँदैछ है बल्ल। अब हामी चौकी डाँडादेखि नजिकै छौँ होइन। वारीको घर पारी लगाएर उहाँ त्यसको बनाइदिएको अहिले। लगाइज हामी
चौकी डाँडामा छौँ है। चौकी डाँडामा यस्तो छ यतातिरको अवस्था। उताबाट आएको त्यो बाटो त्यो नदी चाहिँ रोसी नदी हो है। यस्तो छ बाटो बाटो चाहिँ सही छ क्या, सही छ। बर्खामा नि धन्न चल्यो भनौँ न यतातिरबाट बाटो। ल यस्तो बनाएर चाहिँ यहाँ चाहिँ के हो चाहिँ यो चाहिँ पानीको हो कि के हो। ल यो चाहिँ चौकी डाँडा है। अब सुरु भयो यहाँबाट नेपाल थोकसम्म होइन बाटो। यस्तै छ यी बाटो रोसीले यस्तो बनाइदिएको बाटो। ल गाइस यहाँ चाहिँ रोसी खोला है। हाइट के हो यार पानी त यहाँ त खतरा 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 खतरा। सही हो सही हो। अब यो यस्तै हो बाटो खोलाको छेउछेउ तल यता रोसी खोला बगिरहेछ होइन। अब यतातिर डट्टा 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 मेन बाटो भनेको चाहिँ त्यहाँ माथि छ, बन्दैछ है। गाइस खासमा रोसी खोला भनेको यत्रो छ है। यही हो रोसी खोला होइन। हिउँदमा चाहिँ यत्रो हुन्छ अनि बर्खामा चाहिँ लास्टै ठुलो बाढी आउँदो रहेछ क्या यतातिर। पहिला चाहिँ त्यो पुल माथिबाट हिँडिन्थ्यो होइन। भनेपछि अब अहिले चाहिँ पुल मुनिबाट ल बाटो चाहिँ यस्तो छ यी। ओहो यतातिर जाउँ बाटो खतरा खतरा। स्लो मौसममा चलाउनु पर्छ। हाम्रो पुल चाहिँ खतरा रहेछ यार। तलबाट दामी देखिन्छ तल पुल चाहिँ है। खासमा बिपी राजमार्ग चाहिँ माथिबाट यो पुल माथिबाट है जाने चाहिँ। अहिले माथि बनाउनु लागिरहेछ नि त बाटो, त्यही भएर यस्तो है। आहा ल सही हो सही हो। ल त्यस्तो छ है बिपी राजमार्ग त्यहाँबाट बन्दैछ ती अगाडि होइन। डबल लेनको बाटो बनाउँदैछ सर्लक्कै। अहिले बाटो चाहिँ यहाँबाट डाइभर्ट गरेर आएर छ क्या। ल फेरि यहाँबाट भारी डाइभर्ट गरेर रहेछ है बाटो। ओहो कत्रो त यार। ल कट्यो यार। धन्न पानीमा टेक्नु परेन यार। रोसीले त लास्टै दुःख देखायो नि त। रोसीले हल्का मात्रै छेप्यो यार खुट्टामा। लगाइस् बाटो चाहिँ त्यस्तो छ है। यस्तो त पोखरी त कति कति यहाँ त। ल बिचै बिच हाल्ने हो। है केटा बबाल छ है। एडभेन्चर राइडको लागि चाहिँ अहिले नै आइहाल्नु है। फेरि अब 5-7 महिनापछि त यो त पुरा फिलिली बाटो बन्छ नि त फेरि। त्यो भित्ताबाट त्यो पिपी हाइवे बनाउनु लाग्यो होइन। हो त्यहाँ सर्लक्कै ढलान बाटो हालेर अनि बनाउनु लागिरहेको क्या। अहिले त यो खोलाको बिचै बिच डाइभर्ट हालिरहेको बाटो होइन। त्यसले गर्दाखेरि मात्रै यस्तो बाटो भएको। यस बाटो अगाडिपट्टि हेर्नु कस्तो छ। त्यो बाटो खन्दाखेरि है झरेको त्यो पहिरो क्या। खतरा देखिँदो रहेछ यार यताबाट त। ल पुरा यो ठ्याक्कै यो रोसीको बगरै बगर हो क्या बिचबाट। ठ्याक्कै बगरको बिचबाट बाटो बनाइदिएर यो बाटो बनाउन नि लास्टै टाइम लाग्यो होला यार। यस्तो ढुङ्गै ढुङ्गा हनका ढुङ्गै ढुङ्गाको बाटोमा बिचमा है बाटो बनाउँदाखेरि हैट। गाइस धुलो है बिपी हाइवे। उतातिर चाहिँ पानी हालेको थियो र धुलो उडेको थिएन होइन। यतातिर त पुरै धुलो पो उड्दो रहेछ यार बालुवामा पनि। ल ओहो कति ठुलो बगर रहेछ यार। बगर पनि त्यस्तै यहाँ ताल पनि त्यस्तै रहेछ। चढ्यो। ल के गराउनु ला यहाँ फेरि यिनीहरूले। त्यो तरकारी पसल जस्तो पनि छ। बाटो त्यो पुलको त्यहाँ उसबाट होइन फेदबाट अहिले त झन् फेदबाटै झार्दैछ। ल फाइनल गाइज हामी नेपाल थोक आइयो है त। यो पुल हो है। अब यसबाट चाहिँ हाम्रै होइन
रोसीलाई बाई बाई भन्छौँ। अनि रोसीको सहकार्य चाहिँ अब छोडेर यहाँबाट माथितिर जान्छ है गाडी चाहिँ बाटो चाहिँ भनौँ न। अब यसबाट यहाँसम्म मात्रै हो क्या, चौकी डाँडा होइन, काठमाडौँबाट आउने बेलामा चौकी डाँडादेखि नेपालथोक है, यहाँसम्म चाहिँ बवालै छ बाटो यस्तो है। ल गाइज कोसीको यस्तो छ है, त्यो रुख चाहिँ चौतारो रुख हो है, अहिले चाहिँ बगरको बिचमा छ, बिचमा। गाइस बाटो पुरा नागबेली छ, नागबेली। अब मुलकोट आउनलाई जस्ट 1 किलोमिटर अगाडि बाटो छ। यो चाहिँ हो क्या ओरिजिनल बाटो चाहिँ बिपी हाइवे। यस गाइस यो चाहिँ मुलकोट बजार है। अब यहाँबाट चाहिँ बिपी हाइवे चाहिँ माथितिर जाँदैछ। बिपी हाइवे मोटरसाइकल वर्कसप रे क्वालिटी खानपिन चाहिँ खानुपर्ने हो वास्तवमा। चिया र बिस्कुटको घरमा हिँड्ने क्वालिटी बिच रिसोर्ट है। अब यहाँबाट माथितिर जान्छ, त्यहाँ माथि चाहिँ ऐना राखेको क्या छ होइन, यो चाहिँ क्वालिटी बिच रिसोर्ट। पुरा चिप पारामा छन् मान्छेहरू यहाँ। लगाइज हामी फाइनल्ली है मुलकोटदेखि थोरै माथि र होइन सेती देवीको मन्दिरमा आइयो है त। यो हल्ला ऐना राख्छ क्या यहाँ चाहिँ, त्यस्तो छ है त बवाल क्या। खुर्कोट 16 किलोमिटर। जय श्री सती देवी माता। ल यस्तो छ है त। ल सती देवीको मन्दिरबाट होइन यहाँबाट मुलकोट यस्तो देखिन्छ है त। तल चाहिँ कोसी भइहाल्यो। गाइस हामी चाहिँ रातोमाटे भन्ने ठाउँमा आइयो है त। ल यहाँको सिनरी चाहिँ यस्तो छ है, पुरा फलफुल सलफुल राखेको हुन्छ। यहाँ सुटिङ पनि गर्दो रहेछ यता चाहिँ। लगाइज हामी बेनीघाट आइयो है। यो चाहिँ बेनीघाट। यताबाट गएको सुनकोशी हो भनेपछि उताबाट आएको चाहिँ दुधकोशी नै होला। यो छोरोल्पा हिमतालबाट आउने हो कि दुधकोशी हो कि के कोशी भन्छ यार, नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन है। यस्तो दामी के सिन यहाँ र बाटो पनि यस्तो नागबेली है, तलतिर कोशी बगिरहेछ। मङ्के ल यो है एकदम चर्चित बहुउद्देश्य सुनकोशी मरिन डाइभर्सनको बाँध यहाँ होइन। अब यहाँबाट यतातिर चाहिँ सुनकोशीलाई उता मरिन खोलामा लगाएर होइन बिजुली निकाल्ने अनि सिँचाइ गर्ने बाँध चाहिँ यो है। अब यहाँबाट 20 मिटर अगाडि यहाँ बाँध बाँधेर यहाँ योबाट सुरुङबाट हालेर लाँदैछ क्या। तराईको भागहरू चाहिँ पुरा सिँचाइ गर्ने यहाँबाट हो। यो ऊ चाहिँ होइन सुरुङ चाहिँ देखिँदैन ढाकेर। यो गाइस हामी खुर्कोटमा आइयो है त। खुर्कोट बजार हो यो, खुर्कोट। हाम्रो यो लेफ्टबाट गयो भने यता मन्थली बजार जाने यहाँबाट है। मन्थली बजार होइन। अनि यो नदीको छेउछेउ गएर उता चरीकोट पनि, यताबाट पनि चरीकोट पनि पुगिन्छ है। पुगिन्छ अरे आफू गयो होइन। यो चाहिँ अँधेरी खुला पोल है खुर्कोट। हाम्रो लेफ्टबाट चाहिँ कहाँ पुगिन्छ भनेपछि ओखलढुङ्गातिर होइन। अनि सोलुखुम्बु सहरमाथा चढ्ने मान्छेहरू पैदल हिँड्ने चाहिँ यो बाटो है। भनेपछि हामी राइट लाग्यो सिन्धुलीगढी 19 किलोमिटर सिन्धुलीगढी होइन, 75 किलोमिटर बर्दिवास। अब जनकपुर त त्यसपछि बाघ। वा सो मेनी बाघ। यस अब हामी सिन्धुलीगढी पुग्न जस्ट 11 किलोमिटर छ है। 11
फर 500 मिटर उकालो रे अझै तल खुरकोटबाट सिन्धुलीगढीसम्म उकालोको उकालै हो अनि त्यहाँबाट बल्ल तलतिर झरेर होइन ओह्रालो हो यस्तो टर्निङ छ कि यहाँ है ल हेर्नु न कस्तो छ टर्निङ सर ओन्ली 0 छ 0 सिन्धुलीगढी 4 किलोमिटर ओ गाइज ल यो बजार चाहिँ के हो ल ट्याक्कै नाम थाहा भएन मलाई है त जुनार सिन्धुलीको जुनार है कति हो यार जुनार यार खनिया खर्का रे सिन्धुली है ट्याक्कै नाम थाहा भएन भने आमा जुनार यार कति हो यार जुनार ल सिन्धुलीको फेमस हो कि जुनार खनिया खर्का है बर्दिवास 60 किलोमिटर 60 किलोमिटर सिन्धुलीगढी लेसको बडी सिज द बम कान्छी सिज द बम धुर्मुसे सोल्टीको थेगो फाइनल गाइज हामी सिन्धुलीगढी प्रवेशद्वार आइयो है यहाँबाट माथि 5 मिनट जति माथि जाने भने सिन्धुलीगढी आउँछ होइन तर म चाहिँ गइनँ अगाडि चाहिँ 2-3 चोटि गइसकेको छु होइन हामी चाहिँ लाग्यो सिधै बर्दिवासतिर फाइनली गाइज हामी चाहिँ सेल्फी डाँडा आइयो है त सेल्फी डाँडा पहिला चाहिँ सेल्फी डाँडा भएर लास्टै भाइरल थियो यो डाँडो है अनि पछि चाहिँ यस्तो बनाएर चाहिँ अहिले चाहिँ है ल हेर सिन्धुलीको जुनारहरू सिन्धुलीमा बवाल खाले जुनारहरू ल गडी डाँडा यस्तो छ है पहिला चाहिँ यो सेल्फी डाँडा हो पछि चाहिँ गडी डाँडा भनेर ल्याएर चाहिँ पुरा यस्तो छ आइयो हामी बेसीमा माथि सिन्धुलीगढीको गेटबाट है ठ्याक्क तल आएपछि अब ठ्याक्क बेसी आयो भनेपछि अब लगभग हामी तराईतिर आइयो यस यो ठाउँलाई के भन्दो रहेछ चियाबारीमा ओ चियाबारीमा गुवाङ पुल रे गुवाङ पुल लगाएपछि यो चाहिँ चोक है हाम्रो यो राइटबाट चाहिँ होइन अब यो बाइक गएको ठाउँबाट यहाँबाट चाहिँ उता सिन्धुली बजार जान्छ है उता सिन्धुली बजार जान्छ भनेपछि हामी बिपी हाइवेमै छौँ हामी सिधै जान्छौँ बर्दिवासतिर आज चाहिँ मजाको घाम लागिरहेको यार अब बिहान पख चाहिँ हुसी लाग्छ होला नि त सिन्धुली बजार यहाँबाट नि प्रवेश गरिन्छ होइन यहाँबाट निस्किन नि पाइयो होइन ए मामाहरूको यहाँ चेकिङ पोस्ट चाहिँ यो बिपी हाइवे चाहिँ यता सिन्धुली बजारतिर नछिरिकन होइन यता भित्ताबाट गइरहेको क्या यता यहाँदेखि हाम्रो राइट साइडतिर चाहिँ सिन्धुलीको बजार छ क्या ठुलो बजार होइन त्यसको यो छेउछेउ गरेर गएको छ क्या बिपी हाइवे चाहिँ एकदम प्रसिद्ध धार्मिक स्थल है कमलामाई पुल हामी जाँदैछौँ पिकनिक स्पोट पनि रहेछ यतातिर तल यहाँ कमलामाई मन्दिर पनि छ होइन माथि र कतातिर हो तर ठ्याक्क मलाई चाहिँ थाहा भएन रानी मौरी कमलामाई मन्दिर प्रवेशद्वार ल यहाँबाट जाँदैछ है यहाँबाट अलिक माथितिर कता साइड होला र हामी आइयो भिमान है यो भिमानबाट चाहिँ हाम्रो लेफ्ट गयो भनेपछि धरान पुगिन्छ है धरान त्यो चाहिँ के राजमार्ग भन्छ हो यसलाई हाम्रो यहाँबाट स्टेट गयो भनेपछि बर्दिवास पुगिन्छ भनेपछि यहाँबाट गयो भनेपछि त्यो एकजना पछाडि कस्तो नामै आएन तराईतिर आएपछि भाइ चाहिँ छुट्टै हुन्छ क्या टक्क यो उसका रुखहरू पाउँछ होइन सालका रुखहरू अनि हल्का गर्मी पनि हुन्छ अब बेलुका पख चाहिँ गर्मी हुन्छ बिहानमा चाहिँ फेरि हुस्सु नै लाउँछ यतातिर मजाले बाटो कस्तो यार दामी बाटो छ गाइस बाटो या सही छ यार जङ्गलमा अब 10 किलोमिटर छ है बर्दिवास गङ्गटे पुल तारे पुल दुईवटा नदीको रहेछ यार ल गाइस हामी फाइनली महोत्तरी जिल्लाको बर्दिवास आइसक्यो है अब हामी लगभग बिपी हाइवेलाई बाई बाई भन्दैछौँ भनेपछि पूर्व पश्चिम राजमार्ग महेन्द्र हाइवेलाई हामीले टच गर्दैछौँ है त यो चाहिँ बर्दिवास ल हामी बर्दिवास चोकमा आइयो होइन
अब हाम्रो यहाँबाट राइटबाट लाग्यो भनेपछि हेटौँडातिर गइन्छ, यहाँबाट यता गइन्छ भनेपछि हामी यहाँबाट लेफ्ट लाग्यो है त। ल फाइनली गाइस हामीले महेन्द्र राजमार्ग टच गरिसक्यो है त। यस दिस इज कल बर्दिवास। मौतरी छाडेर धनुषा आइसक्यो है, लालगढ धनुषाको लालगढ है। यतातिर त पुरै हुसुलाइरहेको थियो र अहिले पनि त्यो घामले गर्दाखेरि अहिले हल्का यस ठिकै छ, जाडो छैन अहिले होइन। यो घाम अस्ताउने बित्तिकै त यहाँ त लास्टै जाडो होला जस्तो छ यार। धनुषा जिल्ला धनुषामा पर्छ जनकपुर पनि है। अब हामी धनुषामा इन्ट्री गरिसक्यो भनेपछि यतातिर पनि यो पूर्व पश्चिम राजमार्गलाई एसियन हाइवे बनाउँदैछ होइन। यतातिर काम सुरु गरिसकेको छ यहाँ। पूर्व पश्चिम राजमार्ग पुरै विस्तार गराउँदैछ, 6 लेनको बनाउँदैछ है। मान्छेहरू जोस् यतातिर चाहिँ रफ्तारमा काम भएकै रहेछ। ल यो बाटो चाहिँ छिटो बन्ला जस्तो छ। यो धनुषा एरियातिर है यो जस्तो बनाइरहेको छ। यतातिर पुरा वाल उठाइसक्यो है। ढल्केबर हाम्रो इन्डियाबाट चाहिँ यो ढल्केबरसम्म मात्रै पाइपलाइनमा पेट्रोल आउँछ क्या, पेट्रोल तेल सेल के होइन, त्यही ढल्केबरमा हो। अब यो कतातिर छ यसको डिपो चाहिँ? लगाइस यो चोक हो। यो चोकबाट चाहिँ हामीले पूर्व पश्चिम राजमार्गलाई लगभग छोड्यौँ है त। यहाँबाट पूर्वतिर गयो भनेपछि यो महेन्द्र हाइवे हुन्छ भनेपछि अब हामी यहाँबाट चाहिँ दक्षिण है जनकपुरको लागि चाहिँ दक्षिणतिर लाग्यो। हामीले लगभग छोडि नै सकियो अब। पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्गलाई छोडियो। धनुषा धाम 40 किलोमिटर, यहाँबाट धनुषा धाम चाहिँ 40 किलोमिटर हुन्छ है त। जनकपुरमा भनिरहेछ त यहाँ भाटबाट नि त रमन टावर भन्ने यस्तो आमा क्या विशाल छ यार। त्यो भाटबाट नि कति ठाउँमा बनाएर त ल यस्तो दामी बनाएर। ल अगाडिपट्टि चाहिँ टक्क रामको बाँड छ है। बाँड हान्दैछन् रामले। शहीदद्वार जनकपुर धाम उपमहानगरपालिका। हामी अझ अगाडि जाँदैछौँ। ल यो जनकपुरतिर यसरी रोडको बिचमा यसरी आउँछ नि। त्यहाँ स्ट्याचुहरू छ है के केसको हो ठ्याक्क मलाई थाहा चाहिँ भएन होइन। अब जनकपुरको प्योर फ्लेभर आउँदैछ क्या है। अब यस्तो तालहरू त जनकपुरमा होइन 200-300 एउटा छ अरे क्या, भन्दा बढी तालै ताल। यस गाइस जनकपुर हाम्रो नेपालको एकमात्र रेलवे सेवा यही हो है। यो चाहिँ रेलवे, तर अहिले आउँछ कि आउँदैन यो चाहिँ रेलको लिक हो होइन। रेलको रामानन्द चोक है यो। यस्तो बिजी हुन्छ नि यो चोक। अब जनकपुरको होइन यो बिजी रोडै हो क्या एकदम। यस्तो छ रामानन्द चोक। यहाँबाट सिधै अगाडि गयो भने उता इन्डिया बोर्डरतिर पुगिन्छ होइन। भनेपछि अझै हामी यसको पिछेबाट छिर्छौँ नि त है। ल यसको चाहिँ हाम्रो लेफ्टबाट गयो भने जानकी मन्दिरतिर गइन्छ है त। अब म यहाँबाट लेफ्ट जाँदैछु। यस गाइस ल त्यतैबाट गएका हुन्थ्यो होइन। ओके ल हामी चाहिँ यहाँबाट यता गयो भने सिधा जानकी मन्दिर है त। ल यतातिर त पुरै हाम्रो तराईवासी दाजुभाइ तथा दिदीबहिनीहरू देखिन्छन् है। पहाडियातिर पहाडियाहरू कमै देखिन्छन् कि हाम्रो यो
आर्यन जातिहरू आर्यन भन्नाले नि अब छेत्री बाहुन भनौँ न यस्तो देखिन्छ यतातिरको चहल पहलै अर्को क्या अनि फेरि गुड्का पानको बाहना मात्रै आउँछ यतातिर म्याक्सिमम है ल फेरि जतासुकै तालै तालकै ठुल्ठुलो ताल यस्तो यति ठुल्ठुलो ताल हुन्छ यतातिर फेरि है यस्तो छ यहाँ यतातिर सिनहरू हो यहीँबाट देखिसक्यो यो जनक सीता र जनकको विवाह मण्डप नेपाल फिर्न पाउँदैन ल यहाँ त जुलुस पनि रहेछ त नेपाल फिर्न पाउँदैन सही हो नेपाल फिर्न पाउँदैन बङ्गलादेश सरकार हत्यारा सरकार ए बङ्गलादेशमा हाम्रो यो बङ्गलादेशमा एकजना हिन्दू मारेको थियो नि त हो त्यसैको विरोधमा चाहिँ यहाँ ऊ रहेछ क्या विरोध र्याली रहेछ भनौँ न यस जनकपुरको सान होइन जनक राजाको सहर तालै तालको सहर के हो ल यो जनकी मन्दिर है त हामी यसो एकछिन यतै पार्किङ गर्छौँ जानकी मन्दिर नेपालको सबैभन्दा ठुलो मन्दिर पनि जानकी मन्दिरै हो है